शरीरले कहिले पनि सपना देख्न सक्दैन र सपना हर कोही व्यक्तिले देख्छ। त्यसैले सपना सपनामै सीमित पनि रहन्छ एउटा कुरो। अनि र अर्को कुरो के छ भनेपछि सपना हामीभित्र आत्मा छ है भन्ने सङ्केत हो कि सपनाको। आज म एकदम इम्पोर्टेन्ट कुरा भन्न गइरहेको छु हजुरहरूलाई, जो कि हाम्रो मृत्युपछि के हुन्छ भनेर कसैलाई पनि थाहा छैन होला। त्यसैले मृत्युपछि के हुन्छ भनेर सोचिराख्नु भएको छ हजुरहरूले। यदि के हुन्छ भनेर जान्न चाहनुहुन्छ भने यो भिडियो फुल हेरिदिनु है त हजुरले थाहा पाउनुहुनेछ कि हजुरको मुटु काप्न थाल्नेछ कि यो श्लोक सुनेपछि। अनि भगवत गीता, यो चाहिँ भगवत गीता हो। भगवत गीता अवश्य पनि हजुरले पनि पढ्नु होला क्या, एकदम इम्पोर्टेन्ट बुक हो भगवत गीता। मैले पनि फर्स्टबाट पढेको, त्यसपछि अनि एकदम राम्रो राम्रो भगवान्ले कुराहरू भन्नुभएको छ क्या। भगवान् आजभन्दा 5000 वर्ष अघि महाभारतको युद्धमा साँच्चीकै प्रकट हुनुभएको भगवान् आफ्नो भक्तको अघि। आज म यो श्लोक हजुरलाई सुनाउनेवाला छु। यो श्लोक पुरै सुनिदिनु है त। भगवत गीतामा भनिएको छ अध्याय 2 श्लोक नम्बर 22 मा भनिएको छ, वंशांसि जीर्णानि तथा व्ययेन वानि गृहाणाति नरो अपराणि तथा शरीराणि विहाय जीर्णान्यानि संयाति नवानि देहि। यस्तो भनिएको छ। यसको अर्थ के हो है त? जसरी मानिसले पुराना वस्त्रहरू त्यागेर नयाँ वस्त्र धारण गर्दछ, त्यसै गरी आत्माले पनि पुराना र काम नलाग्ने शरीरलाई त्यागेर नयाँ भौतिक शरीर धारण गर्दछ अरे के। यसको अर्थ के हो? जस्तै मानिसले एउटा म उदाहरण दिइदिन्छु यसको। जस्तै एउटा मौरीको गोलो हुन्छ नि, एउटा मौरीको घर हुन्छ नि हो, जबसम्म ऊ मौरी जस्तै त्यो घर नभत्किएसम्म ऊ त्यहीँ बसिरहन्छ के। जब मौरीको घर भत्किन्छ नि, मौरी उडेर फेरि त्यो घाडालाई रित्तो घार हुन्छ नि, मौरीको घारलाई रित्तो छाडेर ऊ अर्को घारमा प्रवेश गर्दछ। हो त्यसरी नै यो आत्माले यो शरीरको जबसम्म मृत्यु आउँदैन त्योसम्म आत्माभित्र हुन्छ। जब शरीर मर्दछ आत्मा पनि अर्को शरीरमा धारण गर्दछ। हो यसको उदाहरण मैले दिइसकेँ हजुरहरूलाई। त्यसैले यो संसार छ नि, यो संसार दुःखलाई पनि अशाश्वतम भन्नुभएको छ कि भगवान् श्रीकृष्णले। त्यसले यो संसार दुःखको घर हो के। हामीले यो शरीर किन पायौँ भनेपछि भगवत प्राप्ति गर्नको लागि हो के। भगवत प्राप्ति भनेको कुनै भगवान्लाई प्राप्ति गर्नु होइन के। भगवत प्राप्ति भनेको यो संसारका सबै कुराहरूबाट आसक्त नहुनु हो के। सबै कुराबाट कुनै कुराको पनि आसक्त नहुनु हो, त्यसलाई भनिन्छ भगवत प्राप्ति। यदि कुनै पनि व्यक्ति यो संसारका कुनै पनि कुराहरूबाट अल्झिएन, कुनै कुराले अलमल गरेन, कुनै कुरामा आसक्ति छैन, ऊ धन पैसा लोभ मोह ती सबैलाई उसले हटाइदियो, मनबाट हटाइदियो, त्यसलाई भनिन्छ भगवत प्राप्ति। त्यसैले भगवान्ले भन्नुभएको छ जसरी मानिसहरूले पुराना वस्त्रहरू त्यागेर नयाँ वस्त्र धारण गर्दछ अरे, जसरी हामीले पुराना वस्त्रहरू हामीले कपडाहरू लगाउँछौँ नि, यो फाटेपछि त हामी नयाँ किन्छौँ नि, यो च्यातिएको कपडा त लगाउँदैनौँ। हो त्यसरी नै यो आत्माले हामीभित्र आत्मा छ, हामी सपना देख्छौँ नि, हो त्यो सपना शरीरले देख्न सक्दैन। यो कुरा प्रष्ट एकदम हुनु होला हजुर। आत्मा छ, त्यसैले सपना अब सपनामै सीमित पनि रहने भयो। त्यसैले हामीभित्र पक्का पनि आत्मा छ। आत्मा भएपछि हामीले आत्माको शान्तिको लागि हामीले कर्म गर्नु पर्यो क्या। जस्तै हामीले शरीरको लागि जस्तै कर्म त गर्नु भयो। कर्मण्य बाधी कारस्तैमा कर्म फलेषु कदाचन भनेर भन्नुभएको छ। भगवान्ले भन्नुभयो कर्म आफूलाई कर्तव्य, आफ्नो कर्म हुन्छ नि, आफ्नो कर्मप्रति कर्तव्य ठानेर कर्म गर अरे। कर्तव्य जस्तै हाम्रो कर्तव्यको कर्म मात्रै गर्नुपर्छ हामीले जस्तै अरू कुनै पनि कुराहरू भौतिक कुरा अरू काम नलाग्ने कुराहरू हुन्छ नि, त्यत्तिकै गफ गर्ने अरू त्यत्तिकै अनि हाँसो मजा गर्ने त्यो कर्तव्यभित्र पर्दैन क्या। हो हामीले भगवान्ले के भन्नुभयो भने कर्तव्य पर्ने कि आफूलाई चाहिने त्यो नभएसम्म नहुने हो, त्यस्तो कर्म मात्र गर भन्नुभयो कि। कर्मण्य बाधी कारस्तेमा कर्म फलेषु कदाचन भनेर भन्नुभयो। त्यसैले हामीले चाहिने कर्म भनेको के हो? हामीले चाहिने कर्म भनेको हाम्रो आत्माको मृत्युपछिको आत्माले यदि सुख पाउँछ भनेपछि हामीले पक्कै पनि नाम जप गर्नुपर्छ भगवान्को। कलियुगको औषधि हो नाम जप गर्नु भनेको। हो त्यसैले हामी जो जन्मिन्छ त्यो मर्छ, अवश्य नै मर्छ। त्यसैले यो मरिजाने शरीरमा हामीले आत्माको लागि राम्रो काम गर्नु पर्यो क्या। हामीले आत्माको लागि राम्रो काम गर्नुपर्छ। जस्तै भगवान्को नाम जप गर्नु पर्यो, भगवान् श्रीकृष्णको। भगवान्ले भन्नुभएको छ यो संसारमा सबै कुरा छुट्छ क्या। जस्तै हामीले यो घर बनायौँ, सबै पैसाहरू जोड्यौँ, सब जागिर जस्तै डक्टर इन्जिनियर पढ्यौँ,
सबै मरिजाने हो नि त सबै छुटेर यो संसारमा हामीले यी सबै धन पैसा यी सबै कुराहरू हामीले बोकेर लाँदैनौँ के संसारमा हामीले धन पैसा जति पनि कमायौँ नि करोडौँ अरबौँ कमायो होला नि त्यो मर्ने बेला पैसाले जलाइन्न कि त्यसलाई मर्ने बेला त काठ नै चाहिन्छ नि हो त्यसैले धन पैसा मरेपछि त्यसले काम दिन्न के मरेपछि त हामीले जस्तै हाम्रो यो जन्ममा कति कति दान गऱ्यौँ हामीले कति कति पुण्य गऱ्यौँ अनि कति कति अरूको सेवा गऱ्यौँ कति कति अरूलाई घृणा गऱ्यौँ सबैको हिसाब किताब हुन्छ कि जसरी हाम्रो इक्जाम दिएपछि यो भनेको हाम्रो परीक्षा हो क्या जस्तै हामीले परीक्षा लियौँ भने टिचरहरूले कहाँ सही छ कहाँ गलत छ भनेर छुट्याउने हो नि त हामी त सक्दैनौँ हामी त परीक्षा दिने मान्छे कहिले पनि त्यो इक्जामको पेपर चेक गर्न सक्दैन क्या हो त्यसैले यो भनेको हामी परीक्षा दिइरहेका छौँ हामीले अब यो परीक्षामा कहिले पास पनि हुन सकिन्छ कोही फेल पनि हुन सक्छ कोही टिचर पनि बन्न सक्छ होइन त्यो अब आफ्नो हो तर मैले उदाहरण यो सामान्य परीक्षाको लागि दिएको होइन मैले त भगवत प्राप्तिको लागि दिएको त्यसैले यो जीवन भनेको परीक्षाको लागि हो भनेर बुझ्नु होला है त सबैले हरे कृष्ण हरि हरि बोल।